ए चम्ची ल्याउनु पर्थ्यो है आमालाई पनि चम्ची दिनु पर्थ्यो बिर्सेछु पो गाइस म चाहिँ खाना खानु आँटेको ल गाइस अब खानामा छ मेरो हो बोइलरको चिची अनि रायो साग अन्त घरको कुखुराको सुप हो अनि छ डल्लेको पेस्ट साइडमा देख्नु भएन होला है यो बोतलले देखाइदिन्छु ल यो चाहिँ मैले स्पेसियल घरमै बनाएको लसुन हालेर अनि अब चाहिँ म सुरु गरेको है साथीहरू मुखमा पानी आइसक्यो भोक लागेर हो अन्त यो खाना चाहिँ मेरो दिदीले बनाउनु भएको मेरो नानाले यस्तो मजा पो छ त मलाई त साथीहरू खाए ल साथीहरू होइन पहिला खाए ल साथीहरू त्यो साग खानु मन चाहिँ पैसा दिन कहाँ संसार चल्छ र नुन चर्को लाग्यो नि तपाईँलाई चाख्ने चाहिँ मिठो छ मिठो लाग्यो हे भगवान् डल्लै छ भन्छु म त्यस्तो छु के पहिला तिम्रो पापाले क्या यस्तो लसुन डल्लो राख्दै